साथीहरु यो चाहिँ एकदम भोलि बिहेको लागि यो रोटी पोल्नुलाई सेलरोटी पोल्नुलाई एकदमसँगले यो हाम्रो ढिक्कीमा चाहिँ यो पिठो कुट्दै हुनुहुन्छ देवयानी खाचडी चाहिँ लो उहाँ चाहिँ हाम्रो डेमा उहाँ चाहिँ हाम्रो आमा उहाँ चाहिँ हाम्रो भाउजू उहाँ चाहिँ हाम्रो काकी भोलिको बेहुलीको भाउजू काकी लु यस्तो छ है गाउँमा लु रमाइलो पो छ रमाइलो लु यस्तो छ यहाँ पिठो यहाँ पनि बाँकी छ लु यस्तो रमाइलो छ उहिले उहिले यस्तो ढिक्की जाँतोमा कति कुटियो होइन धान अब त हराउँदै गइरहेछ र पनि अहिलेसम्म उहिलेदेखि हाम्रो परम्परागत मिललाई चाहिँ यसरी बचाइरहेछौँ हामीले चाहिँ लु यसरी चलिरहेछ मिल पनि नभएको होइन के हाम्रो ठाउँमा मिल पनि छनु त पर तर हामीलाई मिलमा कुटेको चाहिँ मिठो लाग्दैन के मिठो हुँदैन ढिकीमै कुटेको मिठो हुन्छ त्यही भएर यसरी आयो लु यस्तै छ है पालो छ भिडियो मुमा डर मलाई डर छुम्मै खतरा ने खाइए यहाँ पालो गर्दै पिठो कुट्दैछु है साथीहरू यहाँ अहिले चाहिँ हाम्रो कहाँ आउनु भएको चिसो फुटमा लङ्का फुट्न के हुन्छ त यहाँ भिडियो ल यो गेट बन्दैछ गेट के हुन्छ यहाँ एक ल यो चाहिँ भान्सा डेरा बनाउने काम हुँदैछ एकदमसँगले हाम्रो दाजुहरू काकाहरू बुवाहरू देवा यहाँ चाहिँ अलिक पाको मान्छेहरूको काम हो कि के हो यहाँ अरू चाहिँ सबै उतै छ नि त नि गेट बनाउनेतिर तपाईँहरू एकदम अनुभवी मान्छेहरूको काम रहेछ यहाँ चोया बनाउने चुल्हा गाड्ने सो बारबेर गर्ने काम हुँदैछ यहाँ चाहिँ हाम्रो गाउँमा चाहिँ कस्तो छ भन्दाखेरि छोरी चेलीको बिहे हुँदाखेरि चाहिँ दाजुभाइ चाहिँ अघिल्लो दिनै आएर यसरी भान्सा डेरा बनाउने काम गरिन्छ दाजुभाइ चाहिँ सबै भेला भएर चाहिँ यसरी भान्सा डेरा बनाइन्छ है साथीहरू
Wah kamu yang ini kok cica. Oh, cuma yang emang angkit meluah kayang medok yang Kolia okey. Kadem kade ate su. Angkit khas itu sudah hamba jatuh tu jalan. Sauda. Sauda. Mama bicara. Yuk.